हेलो साथीहरू, वेलकम टु आवर च्यानल। आज चाहिँ हामी BBS थर्ड इयर अन्तर्गत रहेको बिजनेस ल बुकको च्याप्टर 1 मा रहेको इन्ट्रोडक्सन टु ल एन्ड बिजनेस ल अन्तर्गतको भेरी सर्ट ब्रिफ क्वेसन्सको चाहिँ ओल्ड इज गोल्ड सोल्युसन गर्न गइरहेका छौँ। यस बिजनेस ल अन्तर्गत रहेका क्वेसन्सहरू चाहिँ डिपली गहिरिएर अध्ययन गर्नुभन्दा पनि सरर बुझ्यो भने चाहिँ एकदमै बुझ्ने खालको छ है। मैले केही क्वेसन्सहरू ओल्ड इज गोल्डको केही क्वेसन्सहरू सोल्युसन गरेर ल्याएको छु जुन हजुरहरूलाई देखाउन चाहन्छु। यहाँ रहेको छ 2079 को क्वेसन्स रहेको छ। वाट इज लेगिस्लेसन? वाट इज लेगिस्लेसन भनेको छ विधायन भनेको के हो भनेर सोधेको छ, जसको आन्सर चाहिँ यहाँ मैले लेखेको छु। विधायन कानुन बनाउन तयार पारिएको औपचारिक दस्तावेज हो जसलाई विधायिकाले पारित गरेपछि कानुन बन्दछ। राज्यमा कानुन निर्माण गर्नका लागि विधायकी अङ्गको व्यवस्था गरिएको हुन्छ जसलाई विधायकी वा संसद भनिन्छ। सो यो विधायन चाहिँ कानुन बनाउन तयार पारेको एउटा औपचारिक दस्तावेज हो है, जसलाई चाहिँ विधायिका वा संसदद्वारा पारित गरिसकेपछि कानुन हो भनेर पारित गरियो भने मात्रै यो कानुन बन्दछ भनेर यसलाई हामीले परिभाषित गर्न सक्छौँ। अब 2078 मा सोधिएको अर्को क्वेसन्स रहेको छ है। वाट इज ल भनेर सोधेको छ, कानुन भनेको के हो भनेर सोधेको छ। हामीले बुक नै कानुनको बारेमा पढेको छौँ, यसको परिभाषा सोध्ने त अफकोर्स यसको आन्सर त आइहाल्छ, त्यही पनि मैले लेखेको छु है यसको बारेमा। वाट इज लमा चाहिँ कानुन भनेको मानवीय व्यवहार र क्रियाकलापहरूलाई नियन्त्रण र नियमित गर्न सक्षम निकायद्वारा बनाइएको बाध्यकारी सिद्धान्त वा नियमहरूलाई कानुन भन्न सकिन्छ भनेको छ। मानिस समाजमा रहेका मानिसका व्यवहार एवं क्रियाकलापहरूलाई कन्ट्रोल गर्नका लागि र राम्रा व्यवहारहरूलाई नियमित गर्न सक्षम निकायहरूद्वारा बनाएको बाध्यकारी सिद्धान्त वा नियम नै कानुन हो। यो कानुन आफैमा लक्ष्य होइन, मानिसको आवश्यकता पूरा गर्ने एउटा माध्यम वा साधन मात्र हो। त्यसैले कानुनले एक साधनको रूपमा मात्र कार्य गर्दछ, लक्ष्य प्राप्तिको माध्यम मात्र हो भन्ने कुरा उल्लेख गरिएको छ। अब अर्को क्वेसन्स हेरिहालौँ। 2078 मा नै सोधेको छ यो क्वेसन नम्बर 2 मा। लिस्ट आउट एनी 4 सोर्सेस अफ ल। कानुनका स्रोतहरूको बारेमा सोधेको छ है, यसको आन्सर चाहिँ यहाँ रहेको छ। सोर्सेस अफ ल, कानुनका स्रोतहरू देखाए बमोजिम रहेका छन्। एउटा विधायन, अर्को अध्यादेश, अर्को विदेशी कानुन, विदेशी अदालतका फैसलाहरू। हामीले पढेका हुन्छौँ नि कानुनका स्रोतहरू चाहिँ दुई प्रकारका हुन्छन् भनेर, डिरेक्ट एन्ड इन्डाइरेक्ट दुई प्रकारका स्रोतहरू हुन्छन् भनेर पढेका छौँ। त्यो भित्र चाहिँ हामीले विभिन्न स्रोतहरूको बारेमा अध्ययन गर्दै आइरहेका छौँ। तर यहाँनिर चाहिँ स्पेसिफिकल्ली डाइरेक्ट वा इन्डाइरेक्ट भनेर सोधेको छैन, मात्र यसले कानुनका 4वटा स्रोतहरू भनेर सोधेको छ नि त। सो त्यसैले गर्दा हामी चाहिँ कानुनका 4वटा स्रोतहरू चाहिँ यही 4वटा लेख्दा हुन्छ है। अनि अर्को क्वेसन्स रहेको छ 2077 मा सोधेको रहेछ क्वेसन नम्बर 1 मा। लिस्ट आउट एनी 4 क्यारेक्टरिस्टिक्स अफ नेप्लिज बिजनेस ल। नेपाली व्यवसायिक कानुनका 4वटा विशेषताहरू चाहिँ के हुन् लेख भनेर सोधेको छ। यहाँ रहेको छ, एउटा आर्थिक क्रियाकलापसँग सम्बन्धित छ। हाम्रो व्यवसायिक नेपालको व्यवसायिक कानुन चाहिँ आर्थिक क्रियाकलापसँग सम्बन्धित छ। अर्को चाहिँ यो विकासोन्मुख अवस्थामा रहेको छ, यो पूर्ण रूपमा विकसित भइसकेको छैन। अरू कन्ट्रीको कानुनलाई हेर्ने हो भने यसको चाहिँ भर्खरै प्रादुर्भाव भएको छ र यो विकासोन्मुख अवस्थामा छ, केही विकास हुँदै गइरहेका छ। अर्को रहेको छ सर्वोच्चता। यो कानुन चाहिँ वाणिज्य कानुन एवं व्यवसायिक कानुनको चाहिँ सर्वोच्च कानुन, यसैको अधीनमा रहेर विभिन्न व्यवसायहरू स्थापना हुन्छन्, सञ्चालन हुन्छन्, नियमन हुन्छन् र
अन्त्य पनि यही कानुन अन्तर्गत रही हुने र सम्पूर्ण गतिविधि यही कानुनको अधीनमा रहेर सञ्चालन गर्ने भएकाले यो चाहिँ एक सर्वोच्च कानुनको रूपमा लिइन्छ। अर्को गतिशील प्रकृतिको हुन्छ हो। नेपाली व्यवसायिक कानुन गतिशील प्रकृतिको छ पनि, किनभने विभिन्न परिस्थिति, विभिन्न परिवेश र बाहिरी कानुनहरूको प्रभावले गर्दा यो समयानुसार गतिशील रूपमा परिवर्तन भइरहने भएकाले यो चाहिँ गतिशील प्रकृतिको छ है। अब अर्को क्वेसन्स रहेको छ, डिफाइन द टर्म प्रेसिडेन्ट भनेको छ 2076 र 2075 दुईटा वर्षमा सोधेको रहेछ है यो क्वेसन चाहिँ। डिफाइन द टर्म प्रेसिडेन्ट भनेर सोधेको छ। नजिरलाई चाहिँ डिफाइन गर भनेको छ है। अब यहाँ लेखेको छ, कुनै पनि मुलुकको उच्च अदालतले उक्त मुलुकको संविधान एवं कानुनको व्याख्या गर्दा जनताहरूको अधिकारको संरक्षण गर्न परेमा कानुनी सिद्धान्तहरूको विकास गर्छ, जसलाई नजिर भनिन्छ भनेको छ। कुनै पनि मुलुकको उच्च अदालतले चाहिँ त्यही मुलुकको संविधान एवं कानुनको व्याख्या गर्ने क्रममा, त्यो क्रममा जनताहरूको अधिकारको हनन हुने देखिएमा एवं उक्त अधिकारहरू गुम्ने अवस्था देखिएमा सो अधिकारको संरक्षण गर्नका लागि चाहिँ विभिन्न कानुनी सिद्धान्तहरूको विकास गर्छ है। त्यस्तो कानुनी सिद्धान्त नै नजिर हो भनेर परिभाषित गर्न सक्छौँ। नजिर चाहिँ भविष्यमा आउने त्यस्तै प्रकृतिका विवादहरूमा कानुन सरह लागू हुन्छ। भविष्यमा आउने अन्य त्यस्तै प्रकृतिका विवादहरू हुन्छ नि, त्यो विवादहरूमा अदालतले कानुनको रूपमा त्यो नजिरलाई लागू गर्दछ है। अब अर्को लास्ट क्वेसन्स रहेको छ, 2075 मा सोधेको छ है यो क्वेसन नम्बर 1 मा। वाट इज प्रोसिड्युरल ल भनेर सोधेको छ। कार्यविधि कानुन भनेको के हो भनेर सोधेको छ। यहाँ लेखेको छ, कार्यविधि कानुन चाहिँ एक प्रक्रिया सम्बन्धी कानुन हो। यसले चाहिँ प्रोसेसलाई व्याख्या गर्ने कोसिस गरिरहेको छ भन्ने कुरा उल्लेख गर्दैछ। यसले आफै अधिकार र दायित्वको सिर्जना गर्दैन। सारवान कानुनले दिएको हक अधिकारको उल्लङ्घन भएको अवस्थामा त्यस्तो अधिकार कसरी स्थापित गर्ने भन्ने सम्बन्धमा प्रक्रिया उल्लेख गरेको कानुन नै कार्यविधि कानुन हो। यसमा चाहिँ आफैमा अधिकार र दायित्व सिर्जना गर्दैन, अधिकार र दायित्वको बारेमा उल्लेख गरेको हुँदैन। यो चाहिँ सारवान कानुनको अधीनमा रहन्छ र सो कानुन उल्लङ्घन भएमा चाहिँ कसरी त्यो कानुनलाई स्थापित गराउने भन्ने सन्दर्भमा चाहिँ त्यसको प्रक्रिया प्रोसेसहरू चाहिँ कार्यविधि कानुनमा उल्लेख गरिएको हुन्छ है। आजको लागि चाहिँ यो ब्रिफ क्वेसन्स आन्सरको सोल्युसन, ओल्ड इज गोल्ड सोल्युसन यति नै। नेक्स्ट क्लासमा हामीले यही च्याप्टर अन्तर्गत रहेका हामीले डिस्क्रिप्टिभ एवं एनालाइटिकल क्वेसन्सहरूको सोल्युसन गरेर ल्याउने नै छौँ। बुझ्नुभयो वा भएन सो प्रतिक्रिया दिँदै कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला र मैले भनेका यी क्वेसन्स आन्सरहरू सल्भ गरेको सोल्युसनहरूलाई बुझ्नु भएको छ यदि भने मेरो च्यानललाई कृपया लाइक र सब्सक्राइब गरिदिनु होला भन्दै आजका लागि यति नै। थ्याङ्क यू।